एक दुई दिन भयो हाम्रो यहाँ चाहिँ गरम यस्तो डरलाग्दो बढेको छ, त्यसको माथि पानी पनि आएको छैन। तर एक दुईवटा काम यस्तो हुन्छ, बर्खा होस्, घाम होस्, जाडो होस्, असिना परोस्, तर गर्नु नै पर्छ। त्यस्तै कामले गर्दा आज म निस्किँदैछु यस्तो गर्मीमा पनि। यति रेडी हुँदा र डकुमेन्टहरू नै अब अरेन्ज गर्दा पनि हेर्नु न यस्तो गर्मी भइरहेछ मलाई, पसिना पुस्दै आफ्नो ब्यागहरू रेडी गर्दैछु, सामानहरू जति थियो सबै हालिसकेको छु। अब चाहिँ म निस्किनु आँटेको छु। अब म निस्केको यस्तो गर्मीमा फोटो खिचाउनुको लागि, किनकि मेरो पासपोर्ट साइज फोटो खतम भइसकेको थियो। अन्त मलाई रेस्क्यु गर्नु आइसक्नु भएको छ मेरो सुपर हिरो, सुपरम्यान, ब्याटम्यान, स्पाइडरम्यान भने पनि मेरो पापा नै हो। जहिले पनि मलाई काम पर्छ ऊ आइदिनुहुन्छ। अन्त यस्तो पोस्ट बक्सहरू देख्दा चाहिँ पहिलाको यादहरू आउँछ। अहिले त हामी सबै कुरोहरू फोनमा नै गरिहाल्छ, मेसेजमा नै गरिहाल्छ। अन्त आज चाहिँ म सानो कामले आएको थिएँ मादरी हाटको पोस्ट अफिस। अन्त जति पनि डकुमेन्टहरू फर्महरू थियो त्यो भर्दै थिएँ। अन्त मेरो पासपोर्ट साइज फोटो देखाइदिन्छु तपाईँहरूलाई। यहाँ तक कि अफिसरले पनि मलाई यस्तो अरे यो फोटोमा तपाईँ नै हो, जुन पहिलाको फोटो छ त्यसमा त अलग्गै देख्नु हुँदैछ। अब उसलाई कसले बताउनु 7 साल अगाडि म पनि हिरोइनै थिएँ भनेर, अहिले पो यस्तो भइसकेको छ बुढी भएर। अन्त यो एकाउन्ट चाहिँ मेरो 7 साल अगाडिको नै हो। अन्त जुन चाहिँ त्यो जहिले एकाउन्ट खोलेको थिएँ त्यो फोटो अब 7-8 साल अगाडिको नै हो। अन्त त्योसँग चाहिँ मलाई मिलायो भने चाहिँ चिन्नु सक्नु हुँदैन, त्यो अर्कै मान्छेको एकाउन्ट हो जस्तो लाग्छ। अहिले चाहिँ मेरो काम कम्प्लिट भइसकेको छ। घाम हेर्नुहोस् न कस्तो डरलाग्दो लागिरहेछ। काम सकेर अब म निस्किँदैछु घरतिर। अन्त हाम्रो यहाँ चाहिँ 15 अगस्तको तयारी जोरो सोरोले भइरहेछ। आजदेखिको नै नानीहरू सबै स्कुलको होला। अन्त रेलीमा निस्केको छ 15 अगस्त मनाउनुको लागि। त तपाईँहरूलाई पनि मेरो तर्फबाट ह्याप्पी इन्डिपेन्डेन्स डे। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। बाई बाई।